म भाषाको विद्यार्थी पनि भइन, भाषाको विशेषज्ञ पनि भइन र भाषाप्रति चासो लिने व्यक्तिको रूपमा म छु। मैले प्राध्यापक तुइबहादुर मर्जुसँगको सङ्गतमा नेपाल भाषाका धेरै कुरा सिक्न पाएँ। प्राध्यापक चन्द्ररमन पराजुलीको सङ्गतमा नेपाली भाषामा धेरै कुरा सिक्न पाएँ। अनि इङ्ग्लिसका केही प्राध्यापकहरू जस्तो प्राध्यापक जयराज अवस्थी, प्राध्यापक लक्ष्मीबहादुर महर्जन, प्राध्यापक वासुदेव काफ्ले, उहाँहरूसँगबाट इङ्ग्लिसका धेरै कुरा सिकेँ। यो सिक्ने सवालमा दुई चारवटा भाषासँग सम्बन्धित अनुसन्धानमा पनि सजिक हुने मौका पाएँ। जस्तो हामीले एउटा मदर टङ इन्टरभेन्सन इन स्कुल एजुकेसन भनेर एउटा गरेका थियौँ। त्यसमा 6 वटा भाषाभाषीको अभिभावक विद्यार्थीसँग यही मातृभाषामा अध्यापन गर्दा के हुने कसो हुने भन्ने बारे गरेका थियौँ। त्यसपछि एउटा दुईवटा अर्ली ग्रेड रिडिङको सवालमा पनि हामीले सानो 2-4वटा अध्ययन गरेका थियौँ। त्यसमा हाम्रो जीवनजी श्री सरहरूलाई पनि फरक भाषाभाषीले नेपाली भाषा सिकाउँदा कस्तो किसिमबाट अनुभव गर्दो रहेछ उहाँहरूको पनि कुरा समावेश गर्नुपर्छ भनेर त्यसमा सल्लाउनु भएको नाताले भाषासँग सम्बन्धित केही मेरा आफ्ना अनुभवहरू यहाँ राख्न चाहन्छु। विगतका दिनहरूमा सरकारले जहिले पनि मातृभाषालाई आफ्नो सम्पत्तिको रूपमा सोच्दै सोचेन। त्यसले गर्दा हामीले हाम्रो मातृभाषालाई गर्व गर्ने ठाउँ नै दिएन। अब संहितामा गइसकेपछि भाषा आयोगको क्रियाकलाप अगाडि आइसकेपछि हामीले पनि मातृभाषालाई माया गर्नुपर्छ, यसलाई सम्पत्तिको रूपमा जगेर्ना गर्नुपर्छ भन्ने जुन सोच आएको छ त्यो एकदमै सकारात्मक जस्तो मलाई लाग्छ। र मातृभाषामा शिक्षण गर्नु भनेर ब्ल्याङ्केट एप्रोचमा कुरा गर्न थाल्यो भनेदेखि हामी गलत हुन्छौँ। त्यसैलाई अहिले सापेक्ष ढङ्गबाट लग्नुपर्छ जस्तो मलाई लाग्छ। अघि पूर्ववक्ता सिडी सरले पनि भन्नुभयो, नेपाल अहिले एलकेजीपुरकै कुरा गर्दाखेरि एउटा सामुदायिक विद्यालयको अर्ली ग्रेडका विद्यार्थीहरूलाई हेर्न गयौँ भनेदेखि 4 जना राईको होला, 6 जना तामाङ होला, 2 जना गुरुङ होला, 1 जना नेवार होला। त्यो समुदायमा हामीले के गर्ने? त्यसैले यसलाई अहिले सापेक्ष ढङ्गबाट हेर्नुपर्छ जस्तो मलाई लाग्छ। मैले अध्ययन गर्ने क्षेत्रमा महाराष्ट्रमा त्यहाँका जनताहरूले हिन्दी भाषा बोलेन, कसैले मराठी भाषा कसैले बोलेन भनेदेखि उनीहरूले त्यसलाई मान्छे नै गर्दैन। कैसे आदमी हिन्दी पनि नहीं जानते, मराठी पनि नहीं जानते भनेर उनीहरूले जिस्काउँदो रहेछन्। उनीहरूका जाँचको बेला पनि तपाईँ इङ्ग्लिसमा लेख्नुहोस् या हिन्दीमा लेख्नुहोस् या मराठीमा लेख्नुहोस्, त्यहाँ त्यो किसिमको व्यवस्था गरिएको छ। हामी कहाँ जानी नजानिकन थोपर्ने चलन छ। आज राष्ट्रिय पाठ्यक्रम प्रारूप पास हुँदैछ, सरले आज पहिले भन्नु आजै पास हुँदैछ। त्यसमा कहिले पनि जनताको कुरा सुने जस्तो मलाई लाग्दैन। सायद कार्यकारी प्रमुख म्याथमेटिक्स साइन्सको भएकोले होला 11 क्लास 12 क्लासमा पनि जबरजस्ती साइन्स थोपडिएको छ जुन जनताको चाहना हो जस्तो मलाई लाग्दैन। 9 क्लास 10 क्लासमा धेरैभन्दा धेरै विद्यार्थी साइन्समा फेल भयो, म्याथमा फेल भयो भनेर हामी एसएलसी अध्ययन गर्दा पनि यसलाई सरलीकृत गर्नुपर्छ भन्ने कुरा गऱ्यौँ। यहाँ थोपर्ने काम बढी भइरहेछ। अहिले पनि पाठ्यक्रमबाट आज थोपर्ने काम भइरहेछ। यो कुनै पनि हालतमा जनताको हितमा हुन्छ जस्तो मलाई लाग्दैन। सायद अहिलेसम्म हामीले जनताले भोग्दै आएको पाठ्यक्रमसँग सम्बन्धित कुराहरू यही जस्तो मलाई लाग्छ। हामीले हाम्रो चाहना अनुसार, हाम्रो आवश्यकता अनुसार अध्ययन गर्न पाएनौँ भनेदेखि भोलिका दिनहरूमा हामीले हाम्रा विद्यार्थीबाट के अपेक्षा गर्ने? त्यो कुरामा सायद हामी सबै एकजुट हुनुपर्छ जस्तो लाग्छ। र भाषाको कुरामा पनि अघि लोकचन्द्र शैलले भन्नुभयो, हामीले यसलाई माध्यम भाषा बनाउने हो कि विषयगत शिक्षण गर्ने हो भन्ने कुरामा हामी पनि स्पष्ट हुनु आवश्यक छ। र भाषा सिकाउने नाममा अघि पनि कुरा आयो, एकजना इङ्ग्लिसको प्राध्यापक मेरो घरमा आउनुभयो। उहाँले भन्नुभयो केटाकेटीहरूलाई नेपाली भाषा स्ट्रिक्टली प्रोहिबिट गर्नुपर्छ भनेर उहाँले भन्नुभयो। अनि मैले तपाईँलाई नो, हाम्रो विद्यालयमा नेपाल भाषा पनि बोल्छन् विद्यार्थीहरूले। हामी कहाँ यहाँ स्ट्रिक्ट हुँदैन, सबैलाई अप्सन दिन्छौँ। हामी इङ्ग्लिस सिकाउँछौँ तर नेपाली नेवारी बिर्सने किसिमबाट होइन, नेपाल भाषा पनि सिकाउँछु, नेपाली पनि सिकाउँछु, इङ्ग्लिस पनि सिकाउँछु भन्ने जवाब दिएँ मैले। र भाषाविदहरूमा पनि यस्तो अन्योलता छ।
त्यसैले हामीले इङ्ग्लिस सिकाउने नाममा नेपाल भाषा बिर्सिने, नेपाली बिर्सिने खालको नीति बनाउनु हुँदैन जस्तो मलाई लाग्छ। हामीले आफ्नो घर घरमा पनि सिकाउने कामलाई छोड्नु हुँदैन जस्तो लाग्छ। र विद्यालयमा कसरी हुन्छ अघि भने जस्तै सापेक्ष ढङ्गमा हामीले लग्न सक्यौँ भनेदेखि भाषा आयोगलाई पनि धेरै सजिलो हुन्छ। अहिले उहाँहरूको चुनौती मैले बुझेको छु। हाम्रो जस्तो यो मल्टिपल सोसाइटीमा कुन भाषाले माध्यमिक रूपमा लिन्छ भन्ने कुरा निर्क्युल गर्नु त्यति सजिलो छैन। त्यसैले हामीले सापेक्ष ढङ्गबाट यसलाई सोच्यौँ भनेदेखि हामी सबैको मनसाय पुरा हुन्छ जस्तो लाग्छ। र हाम्रो सामान्य सहयोगले पनि उहाँलाई धेरै मद्दत हुन्छ जस्तो मलाई लाग्छ। र यति भन्दै हामीले फेरि छलफलमा कसरी अगाडि जाँदाखेरि हाम्रा केटाकेटीले छिटोभन्दा छिटो सिक्छन्, धेरै समयसम्म रिटेन गर्न सक्छन् भन्ने कुरामा विचार विमर्श हुने नै छन् भनेर यो कार्यक्रमको शुभकामना दिँदै म बिदा हुन्छु। धन्यवाद। धन्यवाद प्राध्यापक डाक्टर